वेलकम छ तपाईहरुलाई यो सेसनमा। आजको यो सेसन पनि एकदमै महत्त्वपूर्ण हुनेवाला छ। किन भन्दाखेरि यो सेसनमा हामीले विशेष गरेर एकदमै महत्त्वपूर्ण प्रश्नलाई चाहिँ कभर गरिरहेका छौं है। सो त्यो प्रश्न हो व्हाई वी शुड लर्न डिजिटल मार्केटिङ इन 2026 है, जुन एकदमै महत्त्वपूर्ण प्रश्न हो। धेरै स्टुडेन्टहरुले चाहिँ हामीलाई गर्नुहुन्छ यो प्रश्न है। सो आजको यस भिडियोमा भने म तपाईहरुलाई एकदमै क्लियर बनाउने छु किन चाहिँ डिजिटल मार्केटिङ चाहिँ सिक्ने त नि। वर्ल्ड वाइडली हेर्ने हो भने चाहिँ एकदमै धेरै स्किल्सहरु छन्, तर डिजिटल मार्केटिङ स्किल्स नै चाहिँ किन सिक्ने त नि भन्ने धेरै महत्त्वपूर्ण प्रश्न हो। सो केही 3-4 वटा रिजनहरु चाहिँ मैले आजको यस भिडियोमा चाहिँ शेयर गर्ने छु। अब यसको डिजिटल मार्केटिङ किन सिक्ने भनेर चाहिँ हामीले खोज्ने हो भने, कारणहरु खोज्ने हो भने चाहिँ धेरै रिजन छन् है। फ्युचर वाइज, करियर वाइज धेरै रिजनहरु चाहिँ छन् के। तर हामीले चाहिँ केही कुराहरुलाई मात्र चाहिँ केही मुख्य रिजनहरु मात्र शेयर गर्ने छु, सबैलाई हामी कभर गर्न सक्दैनौं। सो नम्बर 1 मा रहेको छ हामीले जुन जति पनि चाहिँ जबहरु गरिरहेका छौं नि, त्यो जबबाट सायद हामीले चाहिँ भोलिका दिनहरुमा फाइनान्शियली फ्रीडम अचिभ गर्न सक्दैनौं है। सो त्यस कारणले गर्दाखेरि चाहिँ हामीले फाइनान्शियली फ्रीडम अचिभ गर्नको लागि चाहिँ बिजनेस नै गर्नुपर्ने हुन्छ है। सो त्यो बिजनेसलाई ग्रोथ ल्याउनको लागि चाहिँ डिजिटल मार्केटिङ स्ट्र्याटेजी चाहिन्छ हैन। सो तपाईसँग डिजिटल मार्केटिङ स्किल्स भयो भने तपाईले चाहिँ कुनै पनि बिजनेसलाई चाहिँ ग्रोथ गर्न सक्नुहुनेछ है। सो बिजनेसको लागि चाहिँ मार्केटिङ भनेको चाहिँ अक्सिजन जस्तै हो है। मार्केटिङ बिना कुनै पनि बिजनेस ग्रो हुँदैन। सो बिजनेस ग्रो भएन भने त्यो बिजनेस गर्नुको कुनै अर्थ नै रहँदैन। सो त्यो कारणले गर्दाखेरि चाहिँ मार्केटिङ चाहिँ डिजिटल मार्केटिङ चाहिँ हामीले सिक्नै पर्ने हुन्छ है। सो दोस्रो कारण रहेको छ, इफ हामीले डिजिटल मार्केटिङ सिक्यौं भने हामीले नेसनली इन्टरनेसनली क्लाइन्टहरुसँग चाहिँ काम गर्न सकिन्छ, जुन चाहिँ एकदमै हाई लेभलको इन्कम गर्ने अपर्च्युनिटी हो हैन। सो तेस्रो रिजन रहेको छ, इफ हामीले डिजिटल मार्केटिङ सिक्न सकियो भने हामीले भोलिका दिनहरुमा जब त सजिलै पाउँछौं नै, अझै हामीले चाहिँ सजिलै हाई पेइङ जब चाहिँ पाउँछौं के। किन भन्दाखेरि डिजिटल मार्केटिङ स्किल्स मात्र एउटा यस्तो स्किल्स हो जुन चाहिँ ग्लोबली चाहिँ हाई डिमान्डेड स्किल्समा पर्छ यो हैन। तर यसलाई यो स्किल्सलाई परिपूर्ति गर्ने जुन चाहिँ जनशक्ति चाहिँ एकदमै कम छ। यो स्किल्स चाहिँ डेभलपै गरिरहेका छैनन् मान्छेले हैन। सो एकदमै हाई डिमान्ड भएको स्किल्स चाहिँ डिजिटल मार्केटिङ स्किल्स हो है। सो त्यो कारणले गर्दाखेरि पनि हामीले डिजिटल मार्केटिङ स्किल्स चाहिँ डेभलप गर्नु पर्ने छ है। चौथो कारण रहेको छ, जमाना डिजिटल हुँदै गएको छ। सो त्यो कारणले गर्दाखेरि पनि हामीले डिजिटल मार्केटिङ स्किल्स चाहिँ सिक्नुपर्छ है। सो जमाना अनुसार हामी चाहिँ चल्न सक्नुपर्ने हुन्छ हैन। कुनै समयमा मानिसहरूले क्याश बोकेर हिँड्ने गर्थे, आजभोलि मानिसहरू चाहिँ क्याश बोकेर हिँड्नै छोडिसके। विभिन्न मोबाइल बैंकिङहरु हैन, आईएमई, ई-सेवा जस्ता विभिन्न डिजिटल प्लेटफर्महरु चाहिँ युज गर्न थालिसकेका छौं पेमेन्टको लागि पनि। भनेपछि यसरी जमाना चाहिँ दिन प्रतिदिन चाहिँ अनलाइन हुँदै गएको छ, डिजिटल हुँदै गएको छ। सो त्यो कारणले गर्दाखेरि पनि हामीले चाहिँ डिजिटल मार्केटिङ स्किल्स चाहिँ डेभलप गर्नुपर्ने हुन्छ। सो यो नै थियो एकदमै महत्त्वपूर्ण कारणहरु। तपाईले चाहिँ अझै स्टडी गर्न सक्नुहुनेछ इन्टरनेटमा, अझै तपाईले थुप्रै कन्टेन्टहरु चाहिँ पाउनुहुनेछ। किन चाहिँ डिजिटल मार्केटिङ चाहिँ इम्पोर्टेन्ट छ, किन सिक्ने भन्ने कारणहरु तपाईले थुप्रै पाउनुहुनेछ, तपाईले स्टडी गर्न सक्नुहुनेछ। सो आजको भिडियोमा भने यति नै थियो है। सो इफ तपाई चाहिँ अब डिजिटल मार्केटिङ इन्डस्ट्रीमा अगाडि बढ्न सोचिराख्नु भएको छ है, अथवा बिस्तारै अगाडि बढिराख्नु भएको छ र राम्रो गाइडेन्स चाहिँ तपाईले पाउनु भएको छैन भने चाहिँ तपाईले डाइरेक्टली हामीलाई रिच आउट गर्न सक्नुहुनेछ। र त्यसको लागि चाहिँ मैले मेरो सोशल मिडिया लिंकहरु तल डिस्क्रिप्सनमा राख्दिने छु। सो तपाईले त्यहाँनिर गएर हामीलाई डाइरेक्टली रिच आउट गर्न सक्नुहुनेछ।